घिउमा यसरी है रातो हुन्जेल भुटेर चाहिँ अब यहाँ चाहिँ दुध हालेर दुधमा पकाउनु पर्छ। हेर्नुहोस् है, अब यहाँ दुध हालेको यहाँ यस्तो दामी उम्लिन्छ कि दुध हालेपछि। यहाँ हेर्नुहोस् त, यो त घिउमा भुटेको चामलमा चाहिँ यस्तो रातो भएपछि चाहिँ दुध हालेपछि चाहिँ यस्तो हुन्छ। हेर्नुहोस् है, यो त अब हाम्रो है एकदम ट्रेडिसनल पारम्परिक यो एकदम प्रसाद हो। तपाईहरु धेरैजनाले खानु भएको छ होला यो, र खानु भएको छैन भने पनि यो यसरी बनाएर खान सक्नुहुन्छ है। यो घिउमा चाहिँ दुध एकदम चामल रातो पारेर भुटेर चाहिँ त्यहाँदेखि रातो भइसकेपछि चाहिँ यसरी दुध लगाएर दुधमा पकाउनु पर्छ है। यो खिर जस्तो हुँदैन, यो खिर भन्दा यो अलगै हुन्छ। यो त खिर भन्दा पनि दामी हुन्छ र यो त हप्ता 10 दिनसम्म राखेर खाँदा पनि यो बिग्रिँदैन है। त्यस्तो खालको यो पकवान बनिन्छ। यो तपाईहरुलाई जानकारीको निम्ति यो देखाएँ है भिडियो।